के 5000 वर्ष पुरानो कुनै ग्रन्थले आजको हाम्रो भागदौड भरिएको जीवनको तनाव कम गर्न सक्छ? पक्कै सक्छ। आजको यस विशेष प्रस्तुतिमा हामी श्रीमद् भगवद् गीताका 700 श्लोकहरूलाई निचोरेर 10वटा अत्यन्तै व्यावहारिक र जीवनोपयोगी पाठहरूमा परिणत गर्दैछौँ। यी यस्ता व्यावहारिक रणनीतिहरू हुन् जसले आधुनिक समयको तनाव, चिन्ता र मानसिक थकानलाई सजिलै व्यवस्थापन गर्न प्रत्यक्ष रूपमा मद्दत पुर्याउँछन्। कुरुक्षेत्रको युद्ध मैदान र आजको हाम्रो अफिस वा जीवनशैली सुन्दा निकै फरक लाग्छ नि, होइन? तर जसरी योद्धा अर्जुनले आफ्नो कर्तव्यको अगाडि एउटा ठूलो मानसिक सङ्कट र पक्षाघातको सामना गरेका थिए, ठ्याक्कै त्यसरी नै आज हामी हरेक दिन तनाव, चिन्ता र निर्णय लिन नसक्ने द्विधाको युद्ध लडिरहेका छौँ। यो पुरानो कथा मात्र पक्कै होइन, यो त आजको हाम्रो आफ्नै यथार्थ हो। यस ग्रन्थको विशाल ज्ञानलाई मुख्यतया 3टा दार्शनिक मार्गहरूमा विभाजन गरिएको छ। पहिलोदेखि 6औं अध्यायसम्म हामी कर्मयोग अर्थात् कार्य र आत्मनियन्त्रणको कुरा पाउँछौँ। त्यसपछि 7औंदेखि 12औं अध्यायसम्म भक्तियोग वा समर्पणको कुरा आउँछ भने 13औंदेखि 18औं अध्यायसम्म ज्ञानयोग अर्थात् गहिरो बुद्धिको चर्चा गरिएको छ। यो एउटा गजबको जीवन दर्शन हो। आज हामी यी प्राचीन शिक्षाहरूलाई एउटा स्पष्ट कथाको रूपमा बुझ्नेछौँ। जीवनको अन्तिम मार्गदर्शिकादेखि सुरु गरेर अशान्त मनलाई वशमा राख्ने तरिका, अनासक्त कर्मको कला, अटल सम्भाव प्राप्त गर्ने विधि हुँदै अन्त्यमा मुख्य निष्कर्षसम्म पुग्नेछौँ। ल, ढिला नगरी सुरु गरौँ। सबैभन्दा पहिले खण्ड 1 जीवनको अन्तिम मार्गदर्शिका। यो सम्पूर्ण ग्रन्थ एउटा आधारभूत मानवीय समस्याबाट सुरु हुन्छ। जब हाम्रो कर्तव्यले यस्तो कुराको माग गर्छ जुन सहन गर्ने गाह्रो हुन्छ, त्यतिबेला के गर्ने? हामीले बुझ्नै पर्ने मुख्य कुरा के हो भने भगवद् गीता एउटा धार्मिक ग्रन्थ मात्र पटक्कै होइन। यो त जीवनका नैतिक र व्यावहारिक दुविधाहरूलाई पार गर्न मद्दत गर्ने 700 श्लोकहरूको एउटा म्यानुअल वा जीवन पुस्तिका हो। यसले स्पष्टता खोज्ने जोसुकैलाई पनि एउटा व्यावहारिक ढाँचा दिन्छ र हाम्रो मुख्य कर्तव्य नै अन्तिम धर्म हो भन्ने कुरा सिकाउँछ। अब खण्ड 2 तर्फ अघि बढौँ। अशान्त मनलाई बसमा राख्ने अर्थात् आन्तरिक संसारको नियन्त्रण। हाम्रा 10 व्यावहारिक पाठहरूमध्ये यो पहिलो प्रमुख विषय हो जसले आधुनिक चिन्ताको मूल जडलाई सम्बोधन गर्दछ। र त्यो जड अरू केही नभएर हाम्रो आफ्नै मानव मस्तिष्क वा मन हो। यहाँ एउटा एकदमै स्पष्ट भिन्नता बुझ्न जरुरी छ। गीताले प्रष्ट रूपमा भनेको छ कि नियन्त्रणमा रहेको मन नै हाम्रो सबैभन्दा ठूलो साथी हो। तर यदि मन अनियन्त्रित छ भने त्यो हाम्रो सबैभन्दा ठूलो शत्रु बन्न पुग्छ। हाम्रो सम्पूर्ण मानसिक शान्ति यसैमा टिकेको छ। मानसिक नियन्त्रण प्राप्त गर्नको लागि हामीले ती कुराहरूबाट बच्नै पर्छ जसलाई गीताले स्पष्ट रूपमा नरकका 3 ढोकाहरू भनेको छ। ती हुन् क्रोध, वासना र लोभ। यी 3वटा चिजले हाम्रो सम्पूर्ण आन्तरिक शान्तिलाई जरेदेखि नष्ट गरिदिन्छन्। यहाँनिर एउटा डरलाग्दो मनोवैज्ञानिक चेन रियाक्सन देख्न सकिन्छ। हेर्नुहोस् त, सर्वप्रथम क्रोध उत्पन्न हुन्छ। क्रोधले मनमा भ्रम पैदा गर्छ। भ्रमले गर्दा मानिसको बुद्धि वा तर्क गर्ने क्षमताको पूर्ण विनाश हुन्छ र अन्ततः सम्पूर्ण पतन हुन्छ। क्रोधले कसरी मानिसलाई बर्बाद गर्छ भन्ने यो साँच्चै नै अचूक मनोवैज्ञानिक विश्लेषण हो। त्यसो भए यसलाई कसरी सुधार्ने त? समाधान एकदमै सरल तर गहिरो छ। सधैँ शङ्का गर्ने र गुनासो गर्ने बानी आजैबाट छोडिदिनुपर्छ, किनकि गुनासो मात्र गर्नेहरूले कहिल्यै साँचो खुसी फेला पार्न सक्दैनन्। मन स्वभावैले चञ्चल हुन्छ भन्ने तथ्यलाई स्वीकार गर्दै दैनिक कडा मानसिक अभ्यासबाट यसलाई नियन्त्रणमा ल्याउन सकिन्छ। नकारात्मकताले जीवनलाई आनन्दविहीन बनाउँछ। आन्तरिक विचारहरूको कुरा गरेपछि अब बाह्य कार्यहरूतर्फ लागौँ। खण्ड 3 अनासक्त कर्मको कला अर्थात् बाह्य संसारको नियन्त्रण। यहाँबाट हामी कर्मयोगको अत्यन्तै महत्त्वपूर्ण अवधारणामा प्रवेश गर्दैछौँ। यसको सन्देश साँच्चै नै शक्तिशाली छ। हाम्रो भौतिक शरीर अस्थायी छ, यो नाशवान छ। तर आफ्नो तोकिएको कर्तव्य पूरा गर्ने दायित्व भने निरपेक्ष र अनिवार्य छ। काम जतिसुकै गाह्रो किन नहोस्, जिम्मेवारीबाट भाग्ने विकल्प हामीसँग हुँदैन। आफ्नो स्वाभाविक कर्तव्यमा लागिरहँदा यसले हामीलाई गहिरो मानसिक तनावबाट बचाउँछ।
यो सायद गीताको सबैभन्दा प्रसिद्ध र शक्तिशाली श्लोक हो। यो पक्कै पनि सुनिएकै कुरा हुनुपर्छ। हामीलाई आफ्नो तोकिएको कर्म गर्ने पूर्ण अधिकार छ, तर ती कार्यहरूको फलमा हाम्रो कुनै अधिकार हुँदैन। दैनिक कामकाज र करियरमा हुने बर्नआउट वा अत्यधिक थकानलाई जरेबाट सम्बोधन गर्ने यो एकदमै मुख्य सिद्धान्त हो। आजको हाम्रो आधुनिक कार्यस्थलमा यसलाई कसरी लागू गर्ने त? आफ्नो सम्पूर्ण ध्यान कामको प्रयासमा मात्र केन्द्रित गर्नुपर्छ। अन्तिम नतिजा के होला भन्ने चिन्तालाई पुरै त्याग्नुपर्छ। अरूको भलाइको लागि निस्वार्थ भावले काम गर्नुपर्छ। यसो गर्नाले हामी असफलताको डरबाट पूर्ण रूपमा मुक्त भएर उच्च ऊर्जा र एकाग्रताका साथ काम गर्न सक्छौं। मनलाई वशमा राख्न सिकेपछि र अनासक्त कर्मको कला बुझेपछि हामी खण्ड 4 मा पुग्छौं, अटल समभाव प्राप्त गर्ने एउटा बृहत परिप्रेक्ष्य। यो भनेको गहिरो मानसिक सन्तुलनको अवस्था हो। समभाव वा इक्वानिमिटीको साँचो अर्थ निकै गहिरो छ। साँचो सन्तुलनको अर्थ सुख र दुःख, सफलता र असफलता दुवै परिस्थितिमा ठ्याक्कै उस्तै शान्त स्वभाव कायम राख्नु हो। यसको सिधा अर्थ के हो भने सम्पत्ति, हैसियत वा सफलतामा हुने बाह्य उतार चढावहरूले अब हाम्रो आन्तरिक शान्तिको भावनालाई हल्लाउन सक्दैनन्। अब हामी यस प्रस्तुतिको अन्तिम खण्डमा आइपुगेका छौं। मुख्य निष्कर्ष अर्थात् अध्याय 18 को महान संश्लेषण। यो खण्डले गीताको सम्पूर्ण सिकाइलाई एउटै सूत्रमा बाँध्ने काम गर्दछ। अध्याय 18 ले अघिल्ला सबै शिक्षाहरूलाई मुक्तिको एउटै अन्तिम कार्यमा संश्लेषण गर्दछ। यसको अन्तिम निर्देशन यस्तो छ: सबै प्रकारका धर्महरू त्याग गरेर परमेश्वरको शरणमा जाँदा सम्पूर्ण पापबाट मुक्ति मिल्छ। यसको अर्थ जब हामी आफ्नो तर्फबाट सम्पूर्ण प्रयास गर्छौं र कर्तव्य पूरा गर्छौं, तब अन्तिम काम भनेको प्रक्रियामाथि पूर्ण विश्वास गर्नु, समर्पण गर्नु र मैले गर्दैछु भन्ने नियन्त्रणको अहङ्कारलाई पूर्ण रूपमा त्यागिदिनु हो। अन्त्यमा एउटा गहिरो र विचारणीय प्रश्न खडा हुन्छ: के सबै प्रयास गरिसकेपछि हामी आफ्नो अहङ्कारलाई साँच्चै त्याग्न सक्छौं त? आजको आधुनिक दौडधुप र तनावबाट साँचो स्वतन्त्रता प्राप्त गर्ने एउटै उपाय भनेको नतिजाप्रतिको आसक्तिलाई छोड्न सक्ने साहस जुटाउनु नै हुन सक्छ। एकपटक शान्त भएर यस विषयमा गहिरिएर सोच्नुहोला। यस प्रस्तुतिमा हामीसँग जोडिनु भएकोमा धेरै धेरै धन्यवाद। थप सिक्दै र बुझ्दै गर्नुहोला।